हेलो गाइस, आज चाहिँ हामी तारेभिरको यात्रामा छौँ। होपसाङ दाई, म वीरकुमार, अनि त्यसपछि हाम्रो दिपेश दाई। हामी चाहिँ केही दिन रमाइलो गरौँ भनेर टक्क होइन तारेभिरको यात्रामा निस्केको। टक्क घामसाप लागिरहेको छ, उतातिर त पानी परिरहेछ। पानी पर्छ कि भन्ने डर लागिरहेको थियो, तर परेन। त्यस सकुशल हामी पुगिन्छ जस्तो लागिरहेछ। हाम्रो अहिले त खतरा कुदाइदिने भने प्याक त हाम्रो अफ रोडमा नि जोत्दिने क्या। केटा हो, आएको बाटो चाहिँ पहिला चाहिँ खत्तम थियो, यसपालि चाहिँ अलिक बाइक चलाउनु मिल्ने खालको रहेछ। त्यो गाडीहरू पनि जाँदो रहेछ। पहिला चाहिँ अलिकति अप्ठ्यारो थियो हामी भोलिमा आउँदाखेरि होइन। ओ दामी रहेछ त उता त भ्यू त वाल रहेछ नि यहाँ त। यो चाहिँ तारेभिर जाने बाटो अहिले चाहिँ दामी बनाएर रहेछ पहिलेको भन्दा जे होस् होइन। जाउँ यहाँ त के हेलिप्याड हो क्या हो? यो त हेलिप्याड हो यहाँको माथिको। यहाँ पनि दामी रहेछ, तर मान्छे छिर्न चाहिँ पाउँदैन रहेछ क्या हो। त्यहाँदेखि हामी उतै पर जान्छौँ टक्क लगाएर। अहिले दबाउनु पऱ्यो दाइ, दबाउनु न बाइक। आम्बो कडा है खाजा खाने भयो चाहिँ यहाँ माथि जाँदा हुन्छ। हामी चाहिँ उता जान्छौँ ल। अब वैशाख जेठको यो हरियाली है दामी देखिरहेको छ। यहाँ वन जङ्गलमा पालुवा पलाएर नयाँ है। ऐसेलु पनि रहेछ त। ऐसेलु खाने केटा हो, ऐसेलु खाऊ, ऐसेलु। यहाँ तारेभिरमा ऐसेलु पनि पाकिसकेको रहेछ है। ए दामी छ। टन्नै रहेछ, तर अब अलिकति गाह्रै छ। वीरकुमार ठिक छ होइन त? ऐसेलु खाने होइन त? दिपेश दाई ऐसेलु खाने होइन त? लोपसाङ दाई काँडाले घोच्दा है फेरि अनि खाने हो नि त। के गर्दै हो भने आम्बो कस्तो राम्रो फलेको त। खै देखाउनु त, खै खाएको पनि देखाउनु पऱ्यो नि त टक्क। आम्बो कप्पकै खायो त हौ लोपसाङ दाई। म टिप्दैछु यार काँडाभित्र। काँडाले घोच्दै दाइ कप्ल्याक्कै पार्नु पऱ्यो नि त नि। ल बिस्तारै टिप्नु न यार, कति हतार गरे क्या दिपेश दाइले यार। दामी फल्या रहेछ। दामी त आफै होइन नि चिर्कुने है गाइस। हामी चाहिँ यहाँ तारेभिरमा पुगिसक्यौँ अब चाहिँ होइन। टक्क तारेभिर टप, आई लभ तारेभिरमा पुगिसकेको अवस्था छ। हाम्रो केटाहरू चाहिँ आउनु बाँकी छ, दुईजना कता गयो हरायो क्या हो। उताबाट पानी पनि आइसकेको छ। अब चाहिँ गाह्रो पर्ला जस्तो छ हाम्रो यात्रा। ल गाइस, आजको हाम्रो ट्रिप चाहिँ कडा भएको छ है। मुन्ना ए मुन्ना ए मुन्ना हम कहाँ फंस गए? नहीं फंसना है हम। बाटो त कडा छ नि त हो नि फेरि। तारेभिर अलिक दबाउनु पऱ्यो भाइ है। केटाहरू कहाँ बिर्सियो? ओ माई गड खतर छ नि यार। छुट्यायो माइक झरझर गरेर आउँछ। हे गाइस, टेन्सन आफ्नो ठाउँमा छ, रमाइलो आफ्नो ठाउँमा छ। छुट्टै टेन्सन पार्ट छुट्टै, रमाइलो पार्ट छुट्टै, फरक पर्छ हो। जस्तै रामायण र महाभारत भने जस्तै हो के कुरा हो है। त्यही भएर घुम्नु चाहिँ पर्छ है गाइस। गाइस हामी चाहिँ तारेभिरबाट सिधै यहाँ बाहुबली रोटी खान आएको। हाम्रो दाइले चाहिँ शिवपुरी चोकबाट अलि अगाडि
एउटा बाहुबली रोटी बनाउने होटल खोल्नु भएको छ। यहाँ हुनुहुन्छ हाम्रो अर्को ह्यान्डसम दाई होइन, खतरा छ नि त्यहाँको बाहुबली रोटी। एकदम एउटा रोटी खाएपछि पुग्यो दिनभरिलाई। दिनभरि ढुक्कै। कडा हो नि त। ल यहाँ पाक्दैछ है बाहुबली रोटी, नजिकबाट देखाइदिन्छु ल। यसमा फेरि अचार तरकारी आलु फेरि यहाँको बबालै हो।